यो कलियुगमा कसैले फ्रीमा यस्तो राम्रो ल्यापटप कसैलाई दिन्छ भनेर तपाईँ विश्वास गर्नुहुन्छ? विश्वास गर्नुहुन्न भने एकचोटि यो भिडियो हेर्नुहोस् त। खुसी हुनुहुन्छ? खुसी छु। सोच्नै भएको थिएन है ल्यापटप आउँछ घरमा? सोचेकै थिइनँ। फ्रीमा माया गरेर दिनुभएको छ। हजुर। कसैले सहयोग नगरेको यी अपाङ्ग दिदी भाइलाई रातिको समयमा सहयोग गर्न पुग्दाखेरि उहाँहरू भक्कानेर रुनु भएको छ। उहाँहरूको आँखामा तपाईँले आँसु देखिराख्नु भएको छ। कसैले उहाँहरूलाई सहयोग गर्नु भएन, तर एकजना मनकारी साउजीले उहाँलाई राति नै गएर ल्यापटप र उपहार सँगसँगै पैसा लिएर सहयोग गर्दाखेरि उहाँको परिवारमा खुसी छाएको छ। रुन खोज्नुभयो कि के हो? खुसी हो यो? रुन खोजे होइन, खुसी नै हो। नपत्याउला जस्तो भएको थियो। दिँदैन, अझै पनि दिँदैन भन्ने विश्वास थिएन। अनि अब यस्तो हुन्छ नि त, कतिले भन्छ तर दिनु हुँदैन नि त। यो जुन ल्यापटप मैले दिएको छु भाइलाई, यो पुण्य चाहिँ मैले मात्र कमाएको होइन। हजुर जति पनि म्याक्सेलको सँग जुट्नु भएको छ हजुरले सबैले कमाएको, किनभने मैले आफ्नो खल्तीबाट दिएको होइन, तपाईँहरूकै थ्रुबाट कमाएको पैसाले त्यहाँबाट अलिकति बचाएर दिएको। दर्शकबिन, कसैले मलाई सहयोग गरेन भनेर हामीले व्हील चेयर प्रदान गरेको भाइलाई म्याक्सवेल कम्प्युटर एन्ड सप्लायर्सको साउजी समीरले यति धेरै उपहार सँगसँगै रकम र ल्यापटप लिएर हामी रातिको समयमा उहाँको घर जाँदैछौँ। उहाँलाई काम गर्नको लागि ल्यापटप चाहियो भनिराख्नु भएको थियो। त्यो सपना यतिखेर साकार गर्दै हुनुहुन्छ समीर भाइले। दिउँसो नभ्याउने राति नै आउनु पर्यो। व्यापार बिजनेस त्यस्तै छ, गर्नै पर्यो भनेपछि जोस जागर अझै थप भएको छ। अझै आयो। के भन्नुहुन्छ त? म्याक्सवेल कम्प्युटरको साउजी आउनु भएको छ समीर सर। थ्याङ्क यू भन्न चाहन्छु उहाँलाई। उहाँले अरूको पनि हेल्प गर्नु भइरहेको छ होइन, जसलाई नि हेल्प गरिदियो। अब उहाँको अझै हुन्छ अगाडि पनि। र बहिनीलाई पनि सकेसम्म छिटै ल्यापटप चाहिँ म उपहार दिन्छु। के भन्नुहुन्छ त यसरी होइन? विश्वास गर्नु भएको थिएन तपाईँहरूले? तपाईँलाई कसैले सहयोग गरेन? हेर्नुहोस् त, बहिनीलाई ल्यापटप नभए पनि अब यसमा अलिकति केही छ बहिनीलाई होइन। ल थ्याङ्क यू। म आज अन क्यामेरा पनि भन्दैछु, अब भोलि म अलि भेरी बाहिर जान्छु। म गएँ भने त सकिँदैन, म 2 दिन पछि आउँछु। म गइनँ भने उहाँहरूलाई 2-4 बरा चावल पनि म सहयोग गर्नेछु। चामल पनि सहयोग गर्नु। ल हुन्छ। कुनै भाइलाई विश्वास लागेको थिएन यो फेक हो जस्तो लाग्थ्यो, यो सहयोग दिन्छ कि दिँदैन भन्ने? त्यो रिप्लाई जुन आएको थियो नि हजुरको फिक्स भयो भनेर जुन रिप्लाई आएको थियो क्या, मलाई कतैबाट विश्वास थिएन कि यो उहाँकै च्यानल हो जस्तो लागेको थिएन कि। काठमाडौँ सहर घुम्ने इच्छा थियो तपाईँको? मेरो बालिन शाहले राम्रो बनाएको छ भन्नुहुन्थ्यो तपाईँले। घुम्ने छ कि छैन अहिले यो व्हिलचेयर आएपछि? व्हिलचेयर आएपछि म फर्स्ट टाइम मैले यो मन्दिर गएको हो शिवरात्रिको दिन होइन। म कहिले पनि मन्दिर गएको थिएन, व्हिलचेयर आएपछि चाहिँ घुम्न पाएँ। उहाँ भन्न चाहनुहुन्छ मेरो बालिन शाहले? केही भन्न चाहन्छु भन्दाखेरि कि त्यही हो, यसो काम गर्नु होला, अगाडि बढ्नु होला, कोहीसँग नडराउनु, त्यही हो। त्यही, कोहीसँग नडराउनु। अनि कोहीसँग दिदी के भन्न खोजिराख्नु भएको थियो बालिन शाहको नाम आउनु बित्तिकै? भनेको यस्तै कामहरू गरिराख्नु, सबैको सहयोगहरू गरिराख्नु, यस्तै राम्रो राम्रो कामहरू राम्रो चम्काउनु होइन, यही हो। चम्केको देखिराख्नु भएको छ काठमाडौँ है पुरै। यति धेरै उपहार सँगसँगै पैसा पनि यहाँ खाममा राख्नु भएको छ। यो लिएर हामी उता जाँदैछौँ। समीर भाइ धेरै धेरै धन्यवाद। हजुरलाई पनि धन्यवाद। यसको लागि चाहिँ म भन्दा पनि हजुर धेरै प्रयास गर्नुभएको थियो हजुरहरूले होइन। हजुरहरूले गर्दा नै मैले त्यो भाइलाई भेटेको हो। यो दिएर चाहिँ मलाई एकदम खुसी लाग्छ। अहिले भन्दा छोएर चाहिँ खुसी लागिरहेको, दिँदाखेरि कति खुसी हुन्छ ठेगान छैन। त्यहाँ जानको लागि आतुर एकदम एकदम एकदम। खासमा हामी म पहिलादेखि नै अलिकति यस्तो समस्यामा लागेको मान्छे हो गाउँतिर चाहिँ होइन, तर त्यो हेरेपछि मलाई अझै यसो त्यो भाइलाई दिउँ जस्तो लाग्यो। त्यही भएर चाहिँ यो दिएर चाहिँ मलाई एकदम खुसी भएको छ। त्यो भाइको भिडियो हेर्दाखेरि चाहिँ कस्तो फिल भएको? कसैले पनि व्हिलचेयर पनि दिएछ कि उहाँको हात खुट्टाखेरि चाहिँ मलाई अलिकति नमिठो नै लाग्यो। त्यही भएर कहिले दिउँ भन्ने तपाईँहरूको अस्तिदेखि हाम्रो सल्लाह भइरहेको हो। एकदम आज पनि एकदम बिजी थियो, त्यही पनि टाइम निकालेर मन सर र म चाहिँ जान लाग्छ। दिउँसै जाने सल्लाह थियो, तर कामले गर्दा जाति भयो। अझै धेरै यसमा गिफ्टहरू दिन बाँकी नै छ, समेट्नै पाएको छैन। अब ढिलो भएर सब पसलहरू बन्द भइसक्यो। अरू यस के लियो भनेर सोचेको, तर अब ढिलो भइरहेको छ। छोटो मिठो म्याक्सवेल कम्प्युटर एन्ड सप्लायर्सको बारेमा पनि र तपाईँहरू ल्यापटप किन्दै हुनुहुन्छ भने ध्यान दिनुपर्ने कुराहरू उहाँसँग सोध्नेछौँ। हामीसँगै भिडियो हेर्दै जानु होला। आज चाहिँ हामीले माउस त हाम्रो नयाँ ल्यापटपमा थियो, तर त्यो भाइले चाहिँ मैले पुरानो ल्यापटपमा पनि एउटा माउस दिइरहेको छ आफ्नो तर्फबाट। र यो नेकबेन्ड चाहिँ 2टा किन भन्नुहुन्छ। एउटा दिदी पनि हुनुहुन्छ, अब भाइलाई दिएपछि दिदीलाई पनि यसो अब गाना सुनौ भनेर त्यसको लागि चाहिँ मैले 2टा नेकबेन्ड पनि दिइरहेको छु। यो चाहिँ किबोर्ड गार्ड पनि भइहाल्यो। त्यसै गरी तपाईँको माउस प्याड नयाँ ल्यापटपमा दिनु पाएर है, यो सबै त्यो इनर ब्याग पनि भइहाल्यो। त्यसै गरी यो किबोर्ड पनि भयो त्यो भाइले चाहिँ। र ब्याग चाहिँ 2टा दिन आएको छ हामीले, एउटा भाइलाई पनि एउटा बहिनीलाई पनि। र यसमा अलिकति के क्यास छ, प्लस हामीले बाटोमा जाँदाखेरि फलफुल पनि अलिकति ल्याउँला होइन। अब अहिले जाँदाखेरि बाटोमा रोकेर कतै यो चाहिँ क्यास हो अलिकति। अब यो चाहिँ नभनौँ कति चाहिँ के छ अलिक खुसीले दिएको हो। जति भयो नि मेन भनेको पैसा भन्दा पनि यसो मनको कुरा हो, सन्तुष्टि कुरा। राम्रै खालको i5 ल्यापटप पनि i5 हो होइन, i5 को हो। यो चाहिँ नयाँ भन्दा पनि अब
3-4 वर्ष जति युज चाहिँ भएको छ काम गर्छ तर यो ल्यापटप चाहिँ तपाईँले किन्न जानु भने 18,000 तल दिँदैन घटाएर 18 मा दिन्छ i5 भनेको डेलको i5 भएपछि 18,000 लिन्छ मार्केटमा तर यो ल्यापटप एकदम राम्रो छ SSD भएको ल्यापटप हो त्यो भाइले चाहिँ मजाले काम गर्छ पछि केही बिग्रियो भने म छँदैछु बनाइदिइहाल्छु ठुलो कुरा भएन हो यो ल्यापटप एकदम राम्रो छ यस्तै एउटा ल्यापटप अझै पनि हामीसँग बाँकी छ त्यो चाहिँ हामी कुनै कस्ट अरूलाई दिन्छौँ ल हुन्छ अब ल्यापटप के छ र ल्यापटप किन्दाखेरि ध्यान दिनुपर्ने कुराहरू उता गएर हामी कुराकानी गरौँ ल हुन्छ हस् ल पहिला पनि दिनुहुन्थ्यो तर मिडियाको सामु चाहिँ आउनुहुन्थ्यो होइन हजुर हामीले पहिला पनि दिँदै आएको छ होइन 10-12 वर्ष भइसक्यो हामीले यसरी भिडियो बनाउन हालेको तर यसरी चाहिँ हामीले हालेका थिएनौँ तर हामीले दिन चाहिँ पहिलादेखि नै दिइरहेको हुन्छौँ डेलको i5 भनेको राम्रै मूल्य डेलको i5 ल्यापटप हो अब यो पुरानो भए पनि यो होइन कि बिग्रिहाल्ने हुँदैन तपाईँको मार्केट प्राइस यसको अहिले पनि 18,000 सेकेन्ड ह्यान्डमा जस्तो मानौ तपाईँले यस्तो ल्यापटप चाहियो भने तपाईँले मसँग किन्न आउनुभयो भने तपाईँलाई 18,000 पर्छ यो ल्यापटप सेकेन्ड ह्यान्ड हो अब 18,000 भनेको पनि ठुलै एमाउन्ट हो खासमा होइन एउटा अलिकति नगद प्लस यो ल्यापटप हामीले त्यो भाइलाई चाहिँ खाम पनि होइन एउटा अलि बाक्लै खाम देखिरहेको छ गिफ्टहरू पनि देखिरहेको छ यो सहयोगको त अब हुन त होइन सहयोगको मूल्याङ्कन कुनै पनि हिसाबमा हुन पैसाकोमा तुलना गर्न मिल्दैन होइन के दिँदै हुनुहुन्छ खाम छ पैसाको त कुरा नगरौँ पैसा चाहिँ अलिकति मैले उहाँलाई सहयोग गराएँ अब त्यो जति हो त्यो छोडिदिउँ त्यो कुरा नगरौँ गिफ्ट चाहिँ हामीले उहाँलाई जस्तो नयाँ ल्यापटप हामीले दिने गर्छौँ त्यसरी उहाँलाई पुरानो पनि मैले सबै गिफ्ट दिएको छु हेडफोनदेखि लिएर ब्याग माउस किबोर्ड गार्ड माउस प्याड सबै प्लस उहाँको हजुरले खबर गर्दा उहाँको दिदी पनि हुनुहुन्छ अरे त्यही भएर उहाँको दिदीले पनि अलिकति नराम्रो फिल नहोस् भन्ने कुरा सोचेर उहाँको दिदीलाई पनि हामीले एउटा हेडफोन चाहिँ वायरलेस दिएका छौँ कहाँबाट आयो यस्तो सोच छ होइन समीर भाइमा जसरी तपाईँले भन्नुहुन्थ्यो पहिला भेट हुँदाखेरि पनि सामाजिक काम पनि गरौँ है मनोज सर तपाईँको तर्फबाट भन्नुहुन्थ्यो यस्तो हामीले धेरै गरेर हुन्छौँ गाउँतिर पनि हामी गर्छौँ होइन हाम्रो जस्तो मेरो गाउँ तपाईँको सप्तरी भयो होइन पूर्व त्यहाँ पनि हामीले यस्तो सहयोग धेरै गरेर हुन्छौँ होइन नगरेको होइन तर अब एकचोटि यो पनि हेरेपछि मैले अझ यहाँ गरौँ जस्तो लाग्यो होइन सकेसम्म हामीले खासमा आफ्नो गाउँतिरै गर्छौँ क्या किनभने भगवान्लाई पनि भन्छ पहिला छिमेकीलाई हेर्नुपर्छ त्यही भएर पहिला छिमेकीतिरलाई हेर्थ्यौँ तर हजुरको भिडियो हेरिसकेपछि त्यो भाइलाई निडेड छ जस्तो लाग्यो मलाई र मसँग मैले त्यो दिन सक्ने क्षमता भएकोले मैले चाहिँ यो गरेको अब धेरैलाई तपाईँले जसरी सस्तोमा भरपर्दो राम्रो खालको ल्यापटप गाइड गरेर दिनुहुन्छ बेस्ट प्राइसमा बेस्ट ल्यापटप तपाईँले केही आइडिया नभएको मान्छेलाई दिइराख्नुहुन्छ कतिपयलाई अझै पनि होइन हामीले कहिले काहीँ छोटो भिडियो बनाएर आउँछ कतिपयले छोटो समयमा हेरेर आउँछ यसको लोकेसन के छ अथवा ल्यापटप किन्दा छोटो भनौँ है ध्यान दिनुपर्ने कुराहरू विशेष त अहिले एसी पनि दिएर बसिरहेको छ धेरै हाम्रो पसलको लोकेसन चाहिँ पुतली सडकमा नेपाल इन्भेस्टमेन्ट ब्याङ्कको अगाडि भयो पुतली सडकको नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कको अपोजिट व्हाइट बिल्डिङ छ म्याक्सेल कम्प्युटरको त्यो पुरै बिल्डिङै म्याक्सेलको हो जहाँ पनि भइहाल्यो प्लस दोस्रो कुरामा तपाईँको के छ भनेपछि ल्यापटप किन्दाखेरि म पहिलेदेखि नै भन्दै आएको छु भ्यालु फर मनी किन्नुपर्छ बजेट 1 लाखको छ र काम 30,000 मा चल्छ भने 30,000 किने भयो बजेट 30,000 को छ र 1 लाखको चाहिन्छ भने बरु कुरेर भए पनि 1 लाख किन्नु पर्यो किनभने ल्यापटप किनेपछि आफ्नो आवश्यकता पुरा हुनुपर्छ ल्यापटप किनिसकेपछि भ्यालु फर मनी हुनुपर्छ प्लस मैले पहिला पनि भनेँ अहिले पनि भन्छु ल्यापटप किन्दाखेरि नलेज भएको पसलमा किन्ने अब कति पसललाई आफै थाहा हुँदैन कम्प्युटर साइन्स पढ्नलाई के चाहिन्छ आर्किटेक्चर पढ्नलाई के चाहिन्छ नर्सिङ पढ्नलाई के चाहिन्छ एसी दिएर बसिरहेको छ भर्खर प्रोग्रामिङहरू कोडिङहरू सिक्नलाई के चाहिन्छ जुन पसललाई आइडिया छ भने त्यहीबाट किन्नु म्याक्सेलै आउनुपर्छ भन्ने छैन अरू ठाउँमा पनि प्राइस बुझ्नुहोस् म्याक्सेलमा पनि बुझ्नुहोस् जहाँ सस्तो राम्रो चित्त बुझ्नुहुन्छ त्यहीबाट किन्नुहोस् र मेन ल्यापटप किनेर मात्र हुँदैन पछि दिनमा इलेक्ट्रिक सामानको प्रब्लम आउँछ हो त्यो आइसके समस्या कसरी समाधान गर्छ त्यो पसलले त्यो कुरामा पनि अलिकति ध्यान चाहिँ दिनुपर्छ है गाइस म चाहिँ जसरी भन्नुहुन्छ नि ओहो लाइफ टाइम सर्भिस ग्यारेन्टी हजुर हामीबाट किनेपछि लाइफ टाइम सर्भिसिङ वारेन्टी हुन्छ नै प्लस सफ्टवेयरको वारेन्टी पनि लाइफ टाइम फ्री प्लस कसैले जस्तो मानौ तपाईँले कुनै साथी ल्यापटप किनेर लिएर आउनुभयो तपाईँ कुनै पुरानो ल्यापटप छ भने त्यो ल्यापटप पनि हामीले फ्रीमा सर्भिसिङ गरिदिन्छौँ हो त्यही कुरा क्या कसरी सम्भव हुन्छ तपाईँले मान्छेलाई सहयोग गर्न भ्याइराख्नु भएको छ ल्यापटप पनि बेचिराख्नु भएको छ अरूले भन्दा कम मूल्यमा दिइराख्नु भएको छ गिफ्ट पनि त्यही अनुसारको अफर भनिराख्नु भएको छ कसरी सम्भव हुने रहेछ मेन सम्भव हुने कुरा के छ भने हजुर त्यो पनि आज खुलाइदिन्छु है त ल्यापटप फरक छ कि छैन हैन ल्यापटप त पुरै नेपालमा पाउने सेमै हो मेन के हो हजुर त्यो पनि उद्देश्य भनिदिन्छु मेन हाम्रो के हो भने चाहिँ कस्टमर धेरै आउँछ कि हाम्रोमा जस्तो एउटा बेचेर 5,000 कमाउनु र 20 वटा बेचेर 4,000 कमाउनु ठुलो कुरा हो नि त हो हामी त्यही काम गर्छौँ जतिसुकै धेरै हामीले अफर दियो त्यति नै कस्टमर तानिन्छ हो दिनमा 5 वटा बेच्नुभन्दा बरु 20 वटा बेच्ने 20 वटा बेचेर 4,000 कमाउने के एउटै बेचेर चाहिँ 5,000 गर्ने सोच हाम्रो छैन हो त्यही भएर म्याक्सेल यहाँदेखि यहाँसम्म आएको छ र अझै हाम्रो भोलिदिन पनि हाम्रो सोच त्यस्तै छ मार्जिन कम खाने सेल धेरै गर्ने क्वान्टिटी बेच्ने के मार्जिन कम भने क्वान्टिटी बिक्यो भने त्यसमा दुईटा फाइदा हुन्छ एक त क्यास रोटेसन गर्न पनि पायो दोस्रो कुरामा कस्टमर पनि बन्यो नि त साथीले किनेपछि भोलि साथीलाई पठाउँछ हो मेन म्याक्सको उद्देश्य भनेको त्यही हो भनेपछि युवाहरू अहिले धेरै होइन देशमा त अवसर छैन पनि भन्दै आएको छु अहिले पनि भन्छु कतिजना पसलहरूले पनि भनिरहेको हुन्छ कि नयाँ पसलबाट ल्यापटपमा किन्नु पुरानोबाट किन्नु म चाहिँ त्यस्तो भन्दिनँ है ल्यापटप नयाँ कसैले खोलेको छ भने त्यहाँबाट पनि किन्नुहोस्
किनभने उसले त धेरै पावरफुल काम गर्यो, धेरै हिम्मत जुटाएको छ नि त। विदेश नगएर नेपालमै केही गर्छु भनेर बसेका छ, नेपालमै केही गर्न खोजेको छ भने त धेरै बिग एचिभमेन्ट हो। नयाँ व्यापारीहरू कोही छ हजुरको नजरमा र त्यहाँबाट झन् राम्रो छ किन्नुहोस्, बरु हामीसँग अलिक कमै किन्नुहोस् कि हामीसँग त एक्सपिरियन्स छ, हामीले त कस्टमर छ, भगवानको अझै राम्रो होस् हाम्रो पनि। तर त्यो नयाँ पसलवालाको राम्रो गर्नुहोस् कि भोलिको दिनमा त्यो विदेश जान बाध्यता नहोस्। तपाईँले जसरी भन्नुभयो नि म्याक्सवेलमा यति धेरै कस्टमरको फ्लो हुन्छ, त्यही भएर हामीले थोरै मात्रै मार्जिन राखेर होइन बेचिरहेका छौँ। कसरी सम्भव भन्नुहोस्? जसरी अहिले त युवाहरू देशमा भविष्य देख्दैनन्, तपाईँ पनि युवा हुनुहुन्छ, यहीँ मजाले खुसीका साथ अरूलाई पनि खुसी बाँड्दै हुनुहुन्छ। के रहेछ बिजनेस गर्दाखेरि? अब कतिपयले बिजनेस गर्न खोजिरहनु नि त, के रहेछ की पोइन्ट? म पनि भन्छु हेर्नु, तपाईँको दुःख गऱ्यो भने जहाँ पनि पैसा हुन्छ, तर दुःख गर्नुपर्छ क्या। अब मैले पसल खोलेर दिनभरि घुम्दै बसेँ भने त अफकोर्स त्यो अगाडि बढ्दैन, त्यो आफैले दुःख गर्नुपर्छ। कतिजनाले पसल खोल्यो, अब घुम्यो फिर्यो अनि डुब्छ त्यो बसेर नि भन्छ नेपालमा बिजनेसै छैन, यता छैन, पैसा छैन। पैसा जहाँ पनि छ तर दुःख गर्नुपर्छ। अरू देशबाट जस्तो हामी धेरैजना हेर्छौँ चाइनिजहरू, हामी ल्यापटप किन्न आउँछ, उनी नेपालमा बिजनेस गरेर बसिरहेछन्। अमेरिकनहरू, हामी चाहिँ त्यहाँ जान हतार गर्छ, उनीहरू चाहिँ यहाँ बसेर पैसा कमाइरहेछ, त्यो पनि हामीभन्दा डबल ट्रिपल पैसा कमाइरहेछ कि। इन्डियाबाट कतिजना मान्छेहरू यहाँ आएर बसेर व्यापार गरेर सखी गरेर कमाइरहेछ, त्यो हामीलाई खुसी कुरा हो कि नेपालले पनि रोजगार दिएको छ कतिजनालाई। तर हामी नेपालीहरूले नै नेपालमा रोजगार छैन भन्दै विदेश प्लान भइरहेछ कि। अब यति भन्दाखेरि कतिजना भन्दा कहाँ त्यति सजिलो छ र भनेर, सजिलो भन्ने कुरा केही पनि हुँदैन कि। जसरी हामीलाई गाह्रै हुन्छ, जसरी हामीलाई व्यापार गर्न गाह्रो छ, कसैलाई पढ्न गाह्रो छ, सबैको आफ्नो आफ्नो लाइनमा तपाईँले मिडिया काम गर्न गाह्रो छ, हो सबै कुरामा गाह्रो हुन्छ। तर त्यो चुनौतीलाई चिर्दै गएपछि मात्र सक्सेस हुन सकिन्छ क्या। लाइफमा सक्सेस हुनु छ भने दुःख गर्नै पर्छ। अहिले दुःख गऱ्यो भने मात्र तपाईँको बुढो भएपछि सुख पाइन्छ। अब मान्छेलाई दुःख गर्दैन, बुढो भए छोराले राखेन छोरी राखेन भन्दै हिँड्छ। अहिले नै दुःख गरेर यति पैसा कमाएर राख्ने कि भोलिको दिनमा अरूमाथि डिपेन्डै हुनु पर्दैन कि। र सकिन्छ पनि, दुःख गऱ्यो भने स्योर सकिन्छ। हामीले सकेका पनि छौँ, गरेका पनि छौँ। यतिको उमेरमा पनि जुन हामीले गरेका छौँ त्यो सोचेभन्दा धेरै ठुलो कुरा हो। र भगवान्ले अझै म पनि गरौँ र म जति उमेरका जति पनि युवाहरू हुन्छ उहाँहरूले पनि गरौँ, यति चाहना छ हाम्रो। हो त अब मार्केटमा विभिन्न कम्पिटिटर हुन्छ, कम्पिटिसनको कुरा पनि आउँछ, तर तपाईँले होइन जसरी खुलेआम भनिदिनुहुन्छ, अरूले भन्दा 2-3 हजार सस्तो दिनुहुन्छ। कतिपय पसली साथीहरू पनि तपाईँसँग रिसाएको भनेर तपाईँले बोलिराख्नुहुन्छ। मसँग त धेरै साथीहरू रिसाएको हुन्छ होइन, यतिसम्म रिसाएको छ कि चाह्यो भने त मलाई मर्डर गर्न पनि सक्छ, यतिसम्मको रिसाएको छ मार्केटमा होइन। त्यो चाहिँ स्योर कुरा हो। तर म साथीहरूलाई के भन्छु भने चाहिँ मैले दुःख गरेर हो यतिसम्म पुगेको, तपाईँ पनि दुःख गर्नु स्योर पुग्नुहुन्छ। किनभने कसैले पनि कसैको भाको खान सक्दैन क्या। मेन अब घरमा सुतेर मेरो नसिबको आउँछ भनेर पनि मिल्दैन, आफ्नो हातबाट चलाउनै पर्यो। हजुर जति धेरै दुःख गर्नु त्यति सक्सेस पाउनुहुन्छ। डाहा गरेर हुँदैन, अरूको डाहा गऱ्यो भने आफै सकिन्छ क्या मान्छे। त्यही भएर डाहा चाहिँ कहिले पनि नगर्नु होला। मेरो धेरै दुश्मनहरू छ, म त्यहाँ उहाँहरूलाई चाहिँ यहाँबाट भन्न चाहन्छु होइन, मेरो बारेमा मेरो सोचेर जति टाइम छ त्यति बरु आफ्नो व्यवहार कसरी अगाडि बढ्नु त्यो सोच्नुहोस्, पक्कै पनि हजुरले सक्सेस पाउनुहुन्छ। पोजिटिभ लाइनतिर लाग्नु पर्यो। अब ल्यापटप त होइन तपाईँले धेरै बेच्नुहुन्छ, 30,000 देखि 5 लाखसम्म, 5-7 लाखसम्मको एउटा हामीसँग छँदैछ होइन। डेल, एचपी, एसर, लेनोभो, एमएसआई, आसुस, तपाईँले जुन सुकै चाहियो भने पनि म्याक्सेलमा आउन सक्नुहुन्छ। यति कुरा ढुकाउनु, म्याक्सेलमा आइसकेपछि हामीले त्यो फाइदा हेर्दैनौँ क्या। अलिअलि फाइदा खानै पऱ्यो, किनभने अब यत्रो खर्च छ, धान्नु पऱ्यो सबै कुरा। तर मार्जिन हाम्रो एकदम कम हुन्छ, प्लस कस्टमरलाई पनि युज हुने ल्यापटप दिन्छौँ। जस्तो यो होइन कि हामीसँग जुन छ त्यही कस्टमर दिने काम चाहिँ गर्दैनौँ। धेरै पसलले के गर्छ, कस्टमरको काम चाहिँ नर्मल ल्यापटप हुँदैन, बजेट कम छ नर्मल दिएर पठाइदिन्छ। तर भोलि दिनमा त्यो कस्टमरको पैसा वेस्ट हुन्छ कि, ल्यापटप पनि काम लाग्दैन, पैसा पनि वेस्ट भयो। त्यही भएर म त्यस्ता कस्टमरलाई के भन्छु भने चाहिँ बरु सस्तो ल्यापटपमा काम चाहिँ अलिक नकिन्ने, अलिक पछि किन्ने, 2-3 वर्ष पछि किन्नु या 2 महिना पछि या 5 महिना पछि किन्नु। तर किनिसकेपछि अलिक पछि लङ टर्मलाई सोचेर किन्नुहोस्। हो अब 1-2 मा चलाएर फ्यालिदिने विचार छ भने छुट्टै कुरा हो। तर लङ टर्म सोचेर किन्दै हुनुहुन्छ र हेभी कामको लागि कसैले तपाईँलाई नर्मल ल्यापटपहरू 30-35 हुन्छ भन्छ भने त्यो चाहिँ हुँदैन। 30-35 नर्मल काम चाहिँ गर्न मिल्यो, वर्ड एक्सेलहरू, तर जुन त्यो फास्ट एक्सपेक्टेसन त्यो चाहिँ हुँदैन, त्यो अलिक स्लो नै हुन्छ। एकदम यो पुण्य कामको लागि धेरै धेरै धन्यवाद। अब हामी रातिको समय छ, दिउँसो समय लास्टै धेरै प्याक होइन। अब हजुर अस्ति पनि आउनुभएको थियो, म सकिनँ, हजुरले दिनभरि बसाएर पठाएको थिएँ। आज राति पनि हामीले दुःख गरेर पनि भिडियो बनाउँदैछु होइन। म हजुरलाई यति नै भन्छु, माया गर्न त अझै माया गर्नु होला। यो जुन ल्यापटप मैले दिएको छु भाइलाई, यो पुण्य चाहिँ मैले मात्र कमाएको होइन, हजुर जति पनि म्याक्सेलको सँग जुट्नु भएको छ हजुरले सबैले कमाएको। किनभने मैले आफ्नो खल्तीबाट दिएको होइन, तपाईँहरूकै थ्रुबाट कमाएको पैसाले त्यहाँबाट अलिकति बचाएर दिएको। त्यही भएर हजुरले यसरी नै म्याक्सेललाई माया गर्नुलाई पक्कै पनि भोलिमा यो झन् ठुलो सहयोग हामीले अझै पनि गरेका पनि छौँ र अझै गर्ने पनि छौँ भन्दै म यहाँबाट बिदा लिन्छु। पुनित सरको घरमा जाउँ, पुनित भाइ होइन। दर्शकबिन यतिखेर हामी पुनित शाह भाइकोमा आएका छौँ, म्याक्सवेल कम्प्युटर सप्लायर्सबाट। हाम्रो समीर सर हुनुहुन्छ, अर्को सर पनि हुनुहुन्छ र हामी भित्र जाँदैछौँ। उहाँहरू भित्रै हुनुहुन्छ होला, सानो टोयलेट जस्तो कोठामा बस्नुहुन्छ। हामी सम्भवतः उहाँको यो घर म एकचोटि मात्रै आएको थिएँ, यो हो कि होइन कन्फ्युज छु। समीर सर कस्तो लागिरहेछ हजुरलाई? एकदम खुसी लाग्छ हजुर, खुसी लाग्छ है। एकदम खुसी। अब दिउँसो नभ्याउने राति नै आउनु पर्यो, व्यापार बिजनेस त्यस्तै छ, गर्नै पर्यो। ओहो ल हेर्नुहोस् है, कोठा यत्रो टोयलेट जत्रो कोठामा बस्नुहुन्छ उहाँहरू। तपाईँले हेर्नु भएको थियो होइन भिडियो? ओहो नमस्कार हजुर, नमस्कार। भित्र आउनु मिल्छ?
ओहो ल हामी त भिडियो खिच्ने गरी आछौ नमस्कार पुनित दाइ ल एकदम के छ ठिक छ नमस्कार बहिनी नमस्कार खोइ त मम्मी ड्याडी ल हामी धेरै तपाईँलाई दुःख दिन आएका होइनौँ के छ सामान दिएर गइहाल्छौँ ल अर्को नि कुरा गरौँला म्याक्सवेल कम्प्युटरको हेर्नुहुन्थ्यो भिडियो कमेन्ट गर्नुभएको थियो हजुरको भिडियो हेरेपछि मात्रै हेरेको है भनेपछि वेब खबर हेरेर धेरै कुराहरू थाहा पाउनु भयो है तपाईँको अब बहिनीलाई पनि पछि अब तपाईँहरू के अनि घर छोडेर जाने भन्नेको हो र जाने भन्ने कुरा आइसक्यो अब यो घर छोडेर किन जाने काठमाडौँ छोडेर अब घरपेटीहरूले मतलब भनौँ न भाडाहरू बढाइदियो एकैचोटि डबलै गरिदियो क्या डबलै गरिदियो अनि नपसल बेच्नै दिने रे के त भाडै दिएर क्या अनि जबरजस्ती अब छोडेर ए उता पसलतिर पसलको भाडा डबल गरिदियो अब माल पो थिएन त्यो बेला 2025को व्यापार हुन्थ्यो अनि अहिले पनि त्यति नै हुन्छ अनि भाडा पनि डबल गरिदियो अनि घरपेटीसँग कुरा नमिलेर हो अब तपाईँले भन्नुहुन्थ्यो नि पहिला हामीलाई त कसैले सहयोगै गर्दैन हामी त नेपाली मान्छे नै होइन कि क्या भन्नुहुन्थ्यो हेर्नुहोस् त ओम चावल डेन्टलले यो व्हिल चेयर दिनुभयो आजै समीर सर आउनु भएको छ कस्तो लाग्यो भन्नुहोस् त राम्रो लाग्यो अब उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु उहाँले सहयोग गर्नु भइरहेछ पछि अलिक स्लो भयो नि उहाँले एसएसडी पनि थपिदिन्छु भन्नुभएको छ उहाँले लिएर जानुहुन्छ स्टाफले ल राम्रो त i5 हो तपाईँलाई थाहा नि तपाईँ त अहिले हेर्नुहुन्छ होइन म ल्यापटपमा चाहिँ बिगिनर्स हो मलाई ल्यापटप चलाउन आउँदैन तर मैले हजुरको मैले जितेँ भने थाहा पाएँ तपाईँदेखि म युट्युबमा हेरिरहेको छु कसरी चलाउँछ भनेर हेरिराख्नु भएको छ ल्यापटपबाट अब किन के गर्नुहुन्छ ल्यापटपबाट मैले सोचिसकेँ कि त्यो थम्बनेलहरू बनाउने बोर्डहरू बनाउने हुन्छ नि यिनीहरू मलाई पहिल्यैबाट आउँछ मोबाइलबाट बनाइ नै रह्यो अब ल्यापटपबाट सुरु गर्ने हो त्यहाँबाट काम पनि सुरु गर्ने भनेपछि जोस जागर अझै थप भएको छ अझै आयो के भन्नुहुन्छ त म्याक्सवेल कम्प्युटरको साउजी आउनु भएको छ समीर सर थ्याङ्क यू भन्न चाहन्छु उहाँले अरूको नि हेल्प गर्नु भइरहेछ होइन जसलाई नि हेल्प गरिदियो अब उहाँको अझै हुन्छ अगाडि पनि म उहाँलाई राम्रो थ्याङ्क यू भन्न चाहन्छु बहिनीलाई पनि ल्यापटप अहिले छैन तर ब्यागहरू अरू कुराहरू यो होइन पछि सहयोग गर्छु भनेर के भन्नुहुन्छ अलि रुन खोज्नुभयो के हो खुसी हो यो रुन खोजे होइन खुसी नै हो नपत्याउला जस्तो भएको थियो दिँदैन अझै पनि दिँदैन भन्ने विश्वास थिएन अनि अब यस्तो हुन्छ नि त कतिले भन्छ तर दिनु हुँदैन नि त त्यही भएर बस्न मिल्यो है भनेपछि तपाईँलाई पनि फेक जस्तो लाग्थ्यो यो ल्यापटप हाम्रो आउँछ कि आउँदैन भनेर तपाईँको न्युजमा हेर्दाखेरि चाहिँ होइन जस्तो लाग्यो अनि तपाईँले मैले त त्यस्तो फेक न्युज बनाउँछु त त्यही त बनाउनु हुँदैन कसैले नि फेक न्युज बनाउँदैन भनेपछि दाइले त राम्रै बनाउनु भएको छ अनि सहयोग पाउँछ भनेर यो तपाईँको किबोर्ड पनि नयाँ हाल्दैछु प्लस यसमा पछिको एउटा एसएसडी हाल्नुपर्छ त्यो चाहिँ पछि हामी हालिदिन्छु र बहिनीलाई पनि सकेसम्म छिटै ल्यापटप चाहिँ म उपहार दिन्छु के भन्नुहुन्छ त यसरी होइन विश्वास गर्नु भएको थिएन तपाईँहरूले तपाईँलाई कसैले सहयोग गरेन हेर्नुहोस् त बहिनीलाई ल्यापटप नभए पनि अब यसमा अलिकति केही छ बहिनीलाई होइन ल थ्याङ्क यू खुसी हुनुहुन्छ खुसी हुन्छु म पनि अब सहयोग गर्ने मान्छेहरू घरमै आउनुहुन्छ सहयोग गर्नुहुन्छ भनेर सोचेको थिएन म पनि अब केही अब बसेर गर्ने कामहरू यस्तोहरू गर्छु पैसा भएपछि यही सोचेको थिएँ ल्यापटप तपाईँलाई चाहिन्छ र मलाई त चाहिँदैन ल्यापटप भाइले सक्छ म त ल्यापटप होइन म अर्कै गर्ने हो जब तपाईँहरू पनि कोही हेर्दै हुनुहुन्छ उहाँलाई केही सक्नुहुन्छ भने तपाईँले पनि गरिदिनु होला भनेर अनुरोध गर्न चाहन्छु के भन्नुहुन्छ त आज हेर्नुहोस् त समीर सर आउनु भएको छ हामी आएका छौँ धेरै पछि के छ मनमा कुराहरू मनमा त धेरै खुसी लागिरहेछ मनमा धेरै खुसी लाग्यो अब हजुरहरूले पनि सक्ने गरी सहयोग गर्नु होला है हाम्रो मैले धेरैजना भिडियोहरू हेर्नुहुन्छ होइन धेरैजनाहरूले म त्यही भन्न चाहन्छु बहिनीलाई भाइ बहिनीलाई जति सक्नुहुन्छ सहयोग गर्नु होला कस्तो लाग्यो सर यो अवस्था जुन हामीले देखाइराख्दाखेरि तपाईँ आज भिजिट गर्नुभएको छ उहाँको घरमै आएर कतै लाग्यो होइन अब हामी यति धेरै नेपाली दाजु 7जना परिवार बस्नुहुन्छ यो सानो कोठामा त्यही त एकदमै गाह्रो लाग्यो मलाई यो हेर्दाखेरि र म आज अन क्यामेरा पनि भन्दैछु अब भोलि म अलि भेरी बाहिर जान म गएँ भने त सकिँदैन म 2 दिन पछि आउँछु म गइनँ भने उहाँहरूलाई 2-4 बरा चावल पनि म सहयोग गर्नेछु चावल पनि सहयोग गर्नु ल हुन्छ कुनै भाइलाई विश्वास लागेको थिएन यो फेक हो जस्तो लाग्थ्यो यो सहयोग दिन्छ कि दिँदैन भन्ने त्यो रिप्लाई जुन आएको थियो नि हजुरको फिक्स भयो भनेर जुन एउटा रिप्लाई आएको थियो क्या मलाई कतैबाट
विश्वास थिएन कि यो उहाँकै च्यानल हो जस्तो लागेको थिएन कि अनि भरे चाहिँ उहाँको च्यानल भिजिट गर्दाखेरि ओल्डमा चाहिँ अलिकति पुरानो अर्कै भिडियोहरू रहेछ कि अनि त्यसै गर्दा नपत्याउँदा भएको थियो अनि मैले स्क्रिनसट गरेर समीर दाइले पठाएको यो हजुरकै कमेन्ट हो भनेर मैले भनेको अनि उहाँले रिप्लाई दिनु 24 घन्टा पछि अनि 24 घन्टामा मलाई लाग्यो कि यो फेक हो भनेर मैले मेसेज गरेँ कि अनि मेसेज गर्दाखेरि उहाँले भन्नुभयो मनोज दाइले फोन गर्नुहुन्छ अनि पाउनुहुन्छ भने तपाईँदेखि शान्ति छ। अब काठमाडौँ सहर छोडेर जाने अब त्यही भएको छ, त्यही कुरा भएको छ, अब कुरा त्यही भएको छ अहिले, कुरा त्यस्तै भएको छ। अब जान त मन त छैन, अब मुटुमा ढुङ्गा हालेर जानु परिरहेछ, मुटुमाथि ढुङ्गा हालेर रुनु परेछ, हाँस्नु परेछ भने जस्तो भएको छ होइन। अब काठमाडौँ सहर घुम्ने इच्छा थियो तपाईँको, मेरो बालेन शाहले राम्रो बनाएको छ भन्नुहुन्थ्यो, तपाईँले घुमिसक्यो छैन अहिले यो व्हिलचेयर आएपछि? व्हिलचेयर आएपछि म फर्स्ट टाइम मैले यो मन्दिर गएको हो शिवरात्रिको दिन होइन, म कहिले पनि मन्दिर गएको थिएन अनि फर्स्ट टाइम गएको हो। अनि त्यसपछि यताउता घुमेको छु, व्हिलचेयर आएपछि चाहिँ घुम्न पाएँ। बालेन शाहको विषयमा तपाईँले भिडियो हेरिराख्नुहुन्छ, कमेन्ट पनि देखिरहेको हुन्छु मैले, हेरिरहेको हुन्छु सबै कुराहरू। मिया साहब निकै मनपर्छ तपाईँलाई बालेन शाह? मनपर्छ, अस्ति यहाँ आउनुभएको थियो अनि थाहा भयो कि म जान्थेँ होला। तपाईँको गाउँकै बालेन शाह काम पनि राम्रै गरिरहेको छ, मन पनि पर्छ। त्यही होइन, हामीले पनि महानगरको अपडेट गरिरहेको थियौँ, बालेन शाहकै तपाईँ फलोवर भएको हुनाले त्यहाँ थाहा पाउनु भयो व्हिलचेयरको विषयमा। बालेन शाहलाई पनि श्रेय जान्छ है यसको सहयोगको, उहाँको कारणले पनि यो सहयोग आएको हो कि कोही होला है? भन्न चाहनुहुन्छ मेयर बालेन शाहलाई? केही भन्न चाहन्छु भन्दाखेरि त्यही हो, यसो काम गर्नु होला, अगाडि बढ्नु होला, कोहीसँग नडराउनु, त्यही हो। त्यही कोहीसँग नडराउनु अनि कोहीसँग। दिदी के भन्न खोजिराख्नु भएको थियो बालेन शाहको नाम आउनु बित्तिकै? भनेको यस्तै कामहरू गरिराख्नु, सबैको सहयोगहरू गरिराख्नु, यस्तै राम्रो कामहरू राम्रो चम्काउनु होइन, यही हो। चम्केको देखिराख्नु भएको छ काठमाडौँ है पुरै। ल हुन्छ, हामी आज धेरै डिस्टर्ब गर्दैनौँ, तपाईँहरू दुःख नमान्नुहोस्, हामी रातिर त्यहाँ आएर दुःख दिउँ। थ्याङ्क यू सो मच हजुरहरूलाई, केही पऱ्यो भने उहाँले फेरि भन्नुभएको छ, हामी फेरि पनि गर्छौँ, हामी हाम्रो तर्फबाट पनि गरिहाल्छौँ। मनोज सरलाई खबर गर्नु होला, सक्दो सधैँ हामी सधैँ गर्नेछौँ। ल हुन्छ, हस्, थ्याङ्क यू सो मच। ल समीर सरलाई एकदम धेरै धन्यवाद। धन्यवाद।